नमस्कार 3 करोड नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो फेरि नमस्कार छ है, धन्यवाद। हजुरहरूलाई म एउटा के सन्देश दिन चाहन्छु भने जति नै मैले बिहान उठेर चाहिँ फेसबुक सञ्जालमा हेरिरहेको थिएँ होइन, एउटा एमाले नेता दिदी हुनुहुन्छ, उहाँले चाहिँ महावीर पुनलाई अब यस्तो खान नभएर भिख मागेर हिँडेको, माग्दै हिँडेको भन्ने त्यस्तो सन्देश छोड्नु भएको छ भने त्यो भनेको हजुरले अरूलाई छोडे होइन, हजुरको छोराछोरी, हजुरको पुस्ताहरूलाई, हजुरको नाति नातिनीलाई नै सिकायो कि त्यो भनेको के हुन्छ भने हजुरले जुन नराम्रो व्यक्तिसँग बोल्नु भएको छ, नराम्रो कुरा बोल्नु भएको छ, त्यो भनेको हजुरकै छोराछोरीलाई सिकाउने हो कि त्यो भनेको है। किनभने तपाईँको छोराछोरी 5 वर्ष 6 वर्ष 7 वर्ष बच्चा छ भने त्यो बच्चाले के मानसिकतामा के लिन्छ भने हजुरले बोलेको कुरा हिजो मेरो पार्टी मेरो बाबुले मेरो आमाले त यसरी बोलेको थियो भनेर त्यो कमेन्ट त्यो कुरालाई चाहिँ दिमागमा राख्ने त्यही नै हो कि। त्यही भएर सम्पूर्ण चाहिँ चुनावमा उठ्ने होइन दाजुभाइ दिदीबहिनीहरूले कसैले पनि कमेन्ट नगर्नु होला। जति पनि तपाईँको विश्वासबाट पाउने भोट तपाईँले पाइहाल्छ होइन, तर एक अर्कालाई हराब लगाएर चाहिँ त्यसरी चाहिँ कमेन्ट चाहिँ नबोल्नु होला भन्न चाहन्छु है। किनभने एउटा कुरा मैले बुझ्न नसकेको कुरा चाहिँ विदेशमा जति पनि चुनाव आउँछ उहाँहरूले चाहिँ त्यसरी एक अर्कालाई आरोप लगाएर चाहिँ मैले देखिनँ कि। किनभने मैले इङ्ग्लिस नबुझेको हो कि होइन, इङ्ग्लिस नबुझेको हो कि के हो, त्यो कारणबाट मैले त्यस्तो आरोप लगाएको चाहिँ सुनिनँ भेटिनँ। तर हजुरहरूले चाहिँ जति नै चुनाव उठ्नुहुन्छ अहिले है, यो फलाना डिस्कना यस्तो, यो फलाना डिस्कना यस्तो, यो फलाना मान्छे यो चोर हो, यो फडा हो भनेर यस्तो कमेन्ट चाहिँ बोल्ने भनेको कुरा चाहिँ तपाईँको छोराछोरी नातिलाई पनि त्यो सन्देश सिकायो के तपाईँले चाहिँ। त्यही भएर एक अर्कालाई हातको हाते माला लगाएर चुनाव जित्नु त्यो राम्रो कुरा हो, तर एक अर्कालाई आरोप लगाएर यो फलाना तपाईँको छोराछोरी भविष्य बच्चाले सिक्ने कारण त्यो हो। किनभने त्यो अहिले नेपालमा हर नेपालमा घरमा मोबाइल नभए त होइन, सामाजिक सञ्जाल हेर्छ बच्चाहरूले, तर एक अर्कालाई हेर्दाखेरि त्यो कुरा सुनेपछि उनीहरू मान्छे त्यो बस्न जान्छ। त्यही भएर त्यस्तो नराम्रो व्यक्तिहरू चाहिँ भनौँ न त्यो अरू चाहिँ नलाइदिनु होला त्यो भन्न चाहन्छु। तपाईँहरू चुनाव जुन आफ्नो विश्वास आफ्नो चाहिँ उसबाट जित्नुहोस्, त्यो अलग आफ्नो ठाउँमा छ, तर एक अर्का कसैको त्यो बच्चाहरू मानसिकता त्यस्तो कुराहरू बोलेपछि के हुन्छ भने त्यो बच्चाहरूले मानसिकतामा राखेको हुन्छ। त्यही भएर भोलि हाम्रो देश बन्नु नसकेको कारण नै त्यही हो है। एउटा कुरा म के भन्न चाहन्छु भने विदेशतिर चाहिँ तपाईँको एउटा बिरुवा रोप्यो भने एकजना मान्छे खडाएर चाहिँ त्यसलाई पानी पसाल्नु, पानी हाल्ने, मल हाल्ने, घाँस काट्ने त्यस्तो गर्नुपर्छ भने नेपालमा एकदम प्राकृतिक छ। प्राकृतिक हिसाबले एउटा बिरुवा रोप्यो भने एउटा मान्छे चाहिँदैन, त्यो बिरुवा आफै हुर्केर बस्छ। त्यही भएर हाम्रो नेपालमा जति पनि ऊ छ त्यो चाहिँ हजुरहरूले चाहिँ किनभने त्यस्तो कुराहरूलाई हजुरले ध्यानमा राखेर काम गर्नु होला, त्यही भन्न चाहन्छु। एघारलाई खराब कुरा नगर्नु होला। ल यहाँ सम्पूर्ण 3 करोड नेपाली दाजुभाइ दिदीबहिनीहरूले यदि मैले बोलेको कुराहरू कमेन्टमा नराम्रो छ भने मलाई कमेन्ट गरिदिनु, मलाई सुझाव सल्लाह दिनु होला है। सम्पूर्ण फेरि पनि नमस्कार।